गएको हस्पिटलमा हामी सबै गएको छ, नगएको भनेको छैन। घरको मान्छे चाहिँ सबैजना हस्पिटलको त्यहाँ पनि गएको छ त छिपा। आजको खाना त्यहाँ माथि काम गरिरहेछ। आमा बिचरा नमस्ते सबैजनालाई। सबैजना आरामै हुनुहुन्छ होला, हामी पनि एकदमै ठिक छौँ। फेरि आज पनि म चाहिँ हस्पिटल जानको लागि तयार छौँ। आज हाम्रो दुईवटा भाइको मेडिकल गर्न बाँकी नै छ, त्यही भएर हामी जाँदैछौँ। ल आएछ आप्पा बुढा बाई, हामी गराउँछ मुख धोएर बस्नु है। बाई हामी चाहिँ गएको आज पनि फेरि सधैँ चाहिँ हस्पिटल। यहाँ से आया पहले ओशन नया पहले ओशन नया छिटाउनु भन्नु भाइलाई। अझै खान्ने खान सय शिक्षा के सय हामी चाहिँ आगे हस्पिटल हुँदो रहेछ। कहिले कहीँ हाम्रो त बाटो जाम भइरहेछ, केही छैन। अनि बाजेले कस्तो मजाको दिन परेछ है। तारा देखा था तारा देखा था तारा त दिएछ। कति दिनुपर्ने एउटा 3000 यहीबाट माथि जाउँ। 5,500 गर्मी भइसक्यो सबै। टी सर्टमा त लाइन हुँदो रहेछ है। हाम्रो चाहिँ हस्पिटल सबै चेकअप सकेर बाहिर निस्केको अवस्था अहिले चाहिँ। औषधि त्यहाँहरू आइडी कार्डहरू राम्रोसँग त्यही गरेर राख्नुभयो। त्यहाँहरू राम्रोसँग राख्नुभयो। सबै याद राखिरहनु ठाउँ होइन। आगुम त तिनजना हुन्छ होला नि, थाहा हुन्छ कि यहाँ मुनि उयो छ त हस्पिटलमा। आमामा सधैँ हामी आइरहेको ठाउँमा थाहा भइहाल्छ होइन। अहिले ठिक पहिला त हप्तामा 2-3 चोटि आउँथे। कति गर्मी भइसक्यो तपाईँ। गर्मी महिना त सुरु भइसकेको छ पुरै। भात खान जाने होला दुईजना। के घरै गएर खाने हो? माडमा जानु ए साँच्ची दाइलाई पैसा हाल्छु भन्नुभएको छ हिजोदेखि भनिरहेको। पैसा हालिदिन्छ खानाको कस्तो राम्रो पुरै
गर्मी लागेछ अब त पसिना आयो कस्तो मजाले फुल फुलेको छ बाटोमा आइज भनेर होइन पहिला त त्यस्तो छँदै थिएन नि होइन भाइ त्यहाँ माथि काम गरिरहेछ आमा तर विदेशमा पैसा डोरी हुन्छ नि अम्बो मेरो त यत्रो तलमा जाँदा नि मुटु छ नि सिरिङ हुन्छ ठुलो रुखबाट चढेर झर्दा हरियो भइसक्यो अब चाहिँ कस्तो मजाले फुल फुलेको छ बाटोमा मजाले फुल फुले नेपालमा पनि छ नि राम्रो राम्रो सबै नराम्रो यहाँ थाहा घाम छेकेर हिँड्नुपर्ने अवस्था आइसक्यो अब फेरि त्यो केटीलाई हेर्दैको मैले मक्खै आफैलाई हेर्नु थाले त मक्खै त्यही आफैले हेर्छ क्या आज जोडी मिल्ला जस्तो छ र मैले यसरी हेरेको होइन त्यसले नि हेर्दा थियो अनि देख्यो आँखा जुत्ता यसरी आफूले हेर्छ क्या अनि आँखा जुत्ता जुत्तै भयो आँखा त मैले चस्मा लगाएको त्यसले देखेन होला देखेन होला यो रुख चाहिँ कस्तो मजाले रातो भएको छ होइन फेरि यो चाहिँ हेर न यो एउटै हो यो यिनीहरू जात चाहिँ एउटै तर कलर फरक छ मान्छे काला हुन्छ भन्थ्यो हो रहेछ क्या हेर्न न कस्तो राम्रो रातो राम्रो छ राम्रो बिचरा बाजे कता हिँडिरहेको हरियो भएछ कस्तो राम्रो देख्ने क्या है अझै हामी आएको त हो नि होइन कस्तो मजाले फुल फुलिरहेछ सो हरियो भएछ अहिले चाहिँ यो एरियाको हस्पिटलमा हामी सबै गएको छ नगएको भनेको छैन घरको मान्छे चाहिँ सबैजना हस्पिटलको त्यहाँ पनि गएको छ त छिप्पा त्यहाँ सुरत खान मिल्दैन होला कनभित्र सुरत खान मिल्दैन लाग्छ मलाई होइन मिल्दैन कस्तो मजाले फुलेर हाम्रो ठाउँमा नि यस्तै हुनु भन्ने कि तर यो ठाउँको बच्चाहरूलाई कति सुविधा छ क्या है जे भन्नु त्यही भएर पनि होला क्या नहुरुने कारण होइन जेमा रुचि छ त्यसैमा क्या कस्तो राम्रो है सबैजना फुटबलहरू होला नि जुत्ताहरू होला यो त साइकल राख्ने हो साइकलहरू राख्ने ठाउँ हो आजभोलि त रुखहरू हेर्न न कस्तो राम्रो हेर्दैन होइन भाइ दामी देखेको छ है
यो त के अरे अमिल हुन्छ नि तित्री चित्रे अमेली। अमेली त्यसको नि यस्तै हुन्छ बरु पात पनि यस्तै हुन्छ मिठो हुन्छ त्यसको त होइन पात पनि यिनीहरू चाहिँ बिहान चाहिँ सबैजना एक्सर्साइज गरेर निस्किँदो रहेछ कि होइन सबै हेरेर पार्कमै छ मान्छेहरू है के खाने हो शेर्पा चचाङमेन खाने हो कि सादा थुक्पा खाने हो कि दाइले त किम्पाप ल्याइदियो मलाई भन्दै थियो किम्पाप लाने किम्पाप किम्पाप भ्याएन हामीलाई यता हामी पारी भेट्नुपट्टिको रुखको छारीमा बस्नु कस्तो मजाको फुल दान हावा पनि तातो चल्न थालिसकेको छ है तातो चलिरहेछ है परेको भएर रुखको मुनि लुकेर बस्ने अवस्था आइसक्यो अब के खाने हो कालो होइन दिदी त्यो त कतातिर छ यो त तल ऊ त पारी उतै जानुपर्ने होइन केटिएसको पारी त्यहाँ त दिदी चाहिँ के खाने पारी त टप 10 को उतापट्टि तल्लो दिदी त त्यहाँ त खान मिल्दैन दुईजना खायो भइगयो यही खाउँ न त कति बज्यो र बल्ल 10 बजे मैले खाएँ 11 11 बजे छ अनि मैले बिहान नि औषधि खानुपर्छ भनेर खाएको भाग्यले मागेर खाने हो कति दिने भाग्यले पाउने भने त खाने हो यहीँ हो क्यारे होइन खाना खाने ठाउँमा खाना अर्डर गरेर बसिरहेछौँ अस्तिना पनि खायो भने चाहिँ सादा खाना पाइन्छ यहीँ बस्नु अरू खानु पाउँदैन मिल्दैन मैले भाइको चलाउनु सायदै जुरेन भाइ कस्तो बली भयो है अर्को हप्ता जाने अप्रेलमा अनि एउटा खाना पुरेर बसिरहेको छ हामी काय गएर तो काय
देख्यो भने फेरि सबैलाई खाना बनाउँछ कति छिटो खानु म त चौधहरू खानमा टाइम लाग्दैन घर खान्छु दुईवटा भाजी खाँदै जस्तो यहाँ त सक्यो अझ लास्टै गर्मी रहेछ गर्मी एउटा खाइदिनु न हामी चाहिँ खाना सब खाएर टन्नै भयो टन्नै भएर अन्नेरी भएर अब अन्नेरी भएर सबैजना पेट टम भएर हिँडिरहेको छु नेपाल रहेछ कस्तो मजाको शीतल हावा बले यहीँबाट जाऊ नि लो लिएर सपिङमा व्यस्त सोध्नु हाम्रो सपिङ पनि सकियो अब त फेरि हामी अन्तै गन्तव्यतिर लाग्दैछु सारा अब चाहिँ हामी माटतिर लाग्दैछौँ हाम्रो दुईवटा भएपछि पछि हिँडिरहनु भएको म चाहिँ अगाडि आफै हिँडिरहेको छु आज चाहिँ घामले लास्टै डोड्यो भएर केही छैन भिटामिन डी खानुपर्छ भिटामिन डीको कम छ भन्थ्यो ठिकै छ हामी चाहिँ अब माटमा सिँढेको केरा छान्नु त भइहाल्छ खतरा लिएर आउनु भयो ओरेन्जी ओरेन्जी टमाटर बिना भात जान्दैन मेरो हामी चाहिँ यस्तै सामानहरू सबै किनिरहेको छु सधैँ चाहिँ माटमा हामी चाहिँ सामान किनेर पनि बाहिर निस्केको अवस्था हाम्रो एक हप्ताको खाना एउटा भाइले गर्दा हिँडिरहेको छु अब चाहिँ हामी ट्याक्सी पनि बोलाइसकेको छौँ अनि चाहिँ हामी ट्याक्सी चढेर घर जान्छौँ ए रक्सी खायो क्या र भाइले हो नि हाम्रो चाहिँ आजको सब सामानहरू किनेर पनि हजुर अनि कस्तो राम्रो मौसम छ तर पनि घर जानुपर्छ हामी चाहिँ घर गएर हामीले त खाना खाइसक्यो हाम्रो आलिजानजीले खाना भएको छैन भोक लागिसक्यो भन्दै बसिरहनु भएको घर हामी चाहिँ बिहानै निस्केको हस्पिटलको मान्छेले चस्मा लगाएर गर्दा हुन्छ भन्थ्यो होइन म चाहिँ के गर्छु चस्मा लगायो भने त देखिहाल्छ नि होइन हामी चाहिँ ट्याक्सी बोलाएको छौँ अब घर जान्छौँ आजको चाहिँ हाम्रो यति नै हो होइन भाइ खतरा भयो अब चाहिँ हामी घरतिर लाग्छौँ
आजलाई यति नै। हाम्रो नयाँ भिडियोमा फेरि भेटौँला। सबैजना राम्रोसँग बस्नु होला। बाई बाई।